नेपालीका लागि चाँदनी जोशी भनेको न्याय, करुणा र साहसी नेतृत्वको प्रतीक हो, जसले महिलाको अधिकार, श्रमिकको सम्मान र समावेशी समाजको उज्यालो बाटो देखाएकी छिन्। शिक्षाको लागि इन्डिया जाँदाखेरि पहिलोचोटि मैले मोटर पनि रेल पनि देखेको मान्छेले मैले आज आएर यहाँ यति गर्न सकेँ मौका पाएर, है, गभर्मेन्ट अफ नेपालले दिएको मौका, युनिफर्मले दिएको मौकाले गर्न सक्यो भने नेपालको छोरीले जो छोरीले पनि गर्न सक्छ भन्ने एउटा हौसला दिन पनि हो, एउटा सेयर गर्न पनि हो कि एउटा दृढ विश्वास लिएर एउटा प्रण लिएर हामी अगाडि हिजोभन्दा आज राजनीतिक क्षेत्रमा, प्रशासनिक क्षेत्रमा, समाजका क्षेत्रमा, निजी क्षेत्रमा महिलाहरूले सफल उदाहरणीय नेतृत्व प्रस्तुत गरेका छन्। यी कुराहरू त्यसै सम्भव भएका पक्कै पनि होइन। उहाँहरू जस्तो व्यक्तिले अन्तर्राष्ट्रिय हिसाबले भएका नवीनतम प्रयासहरू, मानवाधिकार, महिला अधिकारका विषयवस्तुहरूलाई हाम्रो नेपालको भूमिमा तिनलाई मूल प्रवाहीकरण गर्नको लागि बीजारोपण गर्नुभयो। मान्नुपर्ने थियो भने अहिले यो महिला विकास कार्यक्रमले अथवा चाँदनी दिदीले सुरुवात गरेको कार्यक्रमले उनीहरू आत्मनिर्भर भएको छ। त्यस हुनाले यसको लागि पनि हामीले Through her words, Chandni Joshi reminds us that history is not only created by those who are in power, but by those who challenge the power with compassion and courage. र अनलाइनमा चाहिँ यसो हेरेँ, धेरैले लेखेछ कि दिजुले चाहिँ उनीहरूको जीवनमा उत्साह हैन प्रदान गर्नुभएको छ, लिडरसिप प्रदान गर्नुभएको छ। वर्षभरि यस्तो राम्रो किताब छ, सबैले अध्ययन गर्नु होला भने स्कुल कलेज सबैमा एउटा जानकारी बढ्यो। यो चाहिँ अब आजभोलिको जुन जमाना त ट्रान्सलेट गर्नु सजिलो छ, अङ्ग्रेजीबाट भयो भने अहिले टेक्नोलोजी चाहिँ नेपाली। हामी जातको कुरा गरिरहेछौँ, अझ पनि हामी सबैसँग समव्यवहार गरिरहेको छैनौँ। अझ पनि महिलाको चाहिँ केयर इकोनोमी जुन उसले गर्छ, अनपेड केयर वर्क, त्यसको कदर अझ पनि भएको छैन। त्यो सबै समेटेर हेर्नको लागि चाहिँ आह्वान नै बुन्ने भनेको सिप भनेको हरेक महिलामा भएको चिज हो कि। अब तर त्यो सिपको चाहिँ मूल्य लगाइएको छैन के। अहिले पनि राष्ट्रहरूले महिलाको सिपको कन्ट्रिब्युसनको चाहिँ मूल्याङ्कन गर्न सकेको छैन। त्यो मूल्याङ्कन गर्न सकेर सबैलाई समेट्न सक्यो भने चाहिँ देश विकास गर्न, यो वर्ल्ड पिस ल्याउन पनि गाह्रो हुँदैन, सक्छौँ हामी। A lifetime of achievements, a life so grand, a beacon of strength, a guiding hand.